आज माघ प्रमुख अतिथि कागेश्वरी मनोहर नगरपालिका नगर प्रमुख श्री उपेन्द्र कार्कीज्यू, गान्धी आदर्श माध्यमिक विद्यालय विशिष्ट अतिथि हामीले नगर उपप्रमुखलाई पनि आमन्त्रण गरेका थियौँ। वार्षिकोत्सव नगर प्रमुख शान्त थापाज्यू, विशेष अतिथि हामीले कागेश्वरी मनोहर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखजीलाई पनि आमन्त्रण गरेका थियौँ। श्री पुष्पराज ढकालज्यू, अतिथिज्यूहरू, विद्यालय व्यवस्थापन समितिका आदरणीय पदाधिकारीज्यूहरू, शिक्षक अभिभावक सङ्घका पदाधिकारीज्यूहरू, पूर्व शिक्षक तथा पूर्व प्रज्यूहरू, वडा नम्बर 1 2 वडा नम्बर 9 सम्मका आदरणीय वडा अध्यक्षज्यूहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिज्यूहरू, सामुदायिक विद्यालयका आदरणीय प्राध्यापकज्यूहरू तथा व्यवस्थापन समितिका आदरणीय अध्यक्षज्यूहरू, शिक्षक साथीहरू, स्थानीय शिक्षाप्रेमी समाजसेवी महानुभावहरू, अभिभावकज्यूहरू, भूतपूर्व विद्यार्थीहरू, सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, उपस्थित भए महिला तथा सज्जन वृन्द सबैमा सर्वप्रथममा विद्यालय परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दै विद्यालयको छोटो मन्तव्य व्यक्त गर्न चाहन्छु र सम्पूर्ण आदरणीय प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिगणहरूलाई विद्यालयको तर्फबाट स्वागत गर्न चाहन्छु। सुस्वागतम, स्वागतम। आदरणीय अभिभावकज्यूहरू, गान्धी आदर्श माध्यमिक विद्यालय यहाँहरू अहिले 72औं वार्षिक उत्सवको अवसरमा आज 72औं 2082 माघ 21 गते 72औं वार्षिक उत्सव मनाइरहेको परिप्रेक्ष्यमा यो गान्धी आदर्श माध्यमिक विद्यालय विक्रम सम्वत 2010 सालमा स्थापना भई र विक्रम सम्वत 2019 सालदेखि तत्कालीन एसएलसी, त्यस बेलाको एसएलसी र हालको अहिले एससी र 2065 सालदेखि तत्कालीन अवस्थामा उच्च माध्यमिक शिक्षा परिषदबाट सम्बन्धन लिएर उच्च माध्यमिक शिक्षा माध्यमिक राष्ट्रिय परीक्षा बोर्ड, हालको राष्ट्रिय परीक्षा बोर्ड, अहिले हामी माध्यमिक कक्षा 11 र 12 भन्छौँ र हामी कहाँ अहिले स्कुलदेखि कक्षा 12सम्म सञ्चालन र यसै प्राङ्गणमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त BBS ब्याचलर कक्षा 2074 सालदेखि यसै विद्यालयको प्राङ्गणमा सञ्चालन भएको बेहोरा यहाँहरूलाई अवगत गराउन चाहन्छु। 2081 सालसम्मको एससी नतिजासम्म आइपुग्दा यस विद्यालयबाट हजारौँ विद्यार्थीहरू दीक्षित भएको र 2065 21सम्म 11-12सम्म पढ्ने विद्यार्थीहरू, थुप्रै विद्यार्थीहरू आफ्नो तीव्र क्षमताका आधारमा समुदाय र देश विकासका लागि आफूलाई उपलब्ध जनशक्तिको रूपमा रूपान्तरण गरिरहेको बेहोरा यहाँहरूलाई अनुरोध गराउन चाहन्छु, जसलाई मैले विद्यालयको साधारण सफलताको रूपमा लिएको छु। विद्यालयको भौतिक अवस्थाको कुरा गर्दा विद्यालयमा कम्पाउन्डमा रहेको हालको यो जुन जग्गा छ, नेपाल सरकार प्रसारमा गुठीबाट करिब 11 रुपैयाँमा विद्यालय आफ्नै जग्गामा नभए पनि विद्यालय उहाँले भोगचरण गर्न दिएको करिब 11 रुपैयाँ। वडा नम्बर 7 मा रहेको जग्गा 5 रुपैयाँ 12 आना छ र वडा नम्बर 9 मा रहेको जग्गा 4 रुपैयाँ 9 आना जग्गा छ र जुनमा 21 रुपैयाँ 5 जना जग्गा विद्यालयको भोगचरण गरेको बेहोरा यहाँमा अनुरोध गर्न चाहन्छु। कक्षा कोठाहरू भवनको कुरा गर्नुपर्दा मूल भवन अगाडिको 16वटा कोठाहरू, पहिलोको फिटिङ गरेको 10वटा कोठाहरू सहित पूर्वपट्टिका सटरहरू 5वटा, दक्षिणपट्टिको मूल गेटतर्फ 2वटा कोठाहरू भएको बेहोरा यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। साथै पूर्वपट्टिको 5वटा सटरहरू भएको भवनमा CLPI-द्वारा भर्खरै 12 कोठे भवनको टेन्डर आवत भइसकेको पनि यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। विद्यालयमा 2082 सालमा अहिले हाल इस्कुलदेखि कक्षा 12सम्म करिब इस्कुलदेखि 12सम्म 10सम्म 1754 विद्यार्थीहरू अध्ययनरत रहेको र 12 कक्षामा रजिस्ट्रेसन गरेका 195 र 11मा कक्षा रजिस्ट्रेसन गरेका विद्यार्थी 257 विद्यार्थीहरू यहाँ कक्षा 12सम्म अध्ययन गरेको बेहोरा यहाँलाई गर्न चाहन्छु। विद्यालयमा शिक्षकको कुरा गर्दा कक्षा
9-10 जम्मा शिक्षक सङ्ख्या 13 नगरपालिका 13 जना शिक्षकहरू 1 जना चाहिँ नगरपालिका अनुदानबाट 11-12 नेपाल सरकारको दरबन्दीबाट 2 जना बाल्य विज्ञानमा 8 जना गरी 8 जना र करिब जम्मा गरी 4 जना महिला सहित जम्मा 22 जना विद्यार्थी शिक्षक साथीहरू कक्षा 11 र 12 अध्ययनमा हुनुहुन्छ। आधारभूत तहमा जम्मा 14 जना शिक्षक साथीहरू कक्षा 1 जम्मा 2 जना स्वयंसेवी शिक्षकहरू जम्मा 20 जना शिक्षकहरू कार्यरत लिएर अनुरोध गर्न चाहन्छु। आयोगले 3 जना कर्मचारीहरू अध्यापकहरूको दोहोऱ्याउन र विद्यालयको नर्सको रूपमा 2 जना नर्सहरू कार्यरत बेहोरा पनि यहाँलाई अनुरोध गर्न चाहन्छु। विद्यालयमा सबैभन्दा आर्थिक पक्ष महत्त्वपूर्ण हुन्छ, त्यसै कारण विद्यालयको हामीले के कस्तो स्रोत व्यवस्थापन गरेका छौँ र के कस्तो समय अनुदान आउँछ र के कस्तो कसरी खर्च भइरहेको छ यहाँहरूलाई त्यो आर्थिक पक्ष यहाँहरूले सुनेको छ। आदरणीय अभिभावकहरू 2081-22 हाम्रा आम्दानीका स्रोतहरू सरकारी निकासा तलब सङ्घीय स्रोतमा 3,66,825, नगर स्रोतमा 17,940, विद्यार्थी लागत आधारमा सिकाइ सामग्रीमा बिजुली सिकाइ सामग्री व्यवस्थापनमा 2,85,800, विद्यालय सञ्चालन व्यवस्थापनमा 2,85,000, दिवा खाजा विद्यार्थी दिवा खाजामा सामग्री व्यवस्थापनमा 20,85,800, विद्यालय सञ्चालन व्यवस्थापनमा 2,85,000, विद्यार्थी दिवा खाजामा 10,45,440, पाठ्य पुस्तकमा 16,80,878, छात्रवृत्तिमा 1,33,000, एनजिओ उन्नयनमा 2 लाख, वृत्ति प्रयोगशाला केरियर ल्याब 2,50,000, रियल प्लान 48,000 र जम्मा सरकारी निकास 4,40,93,243 रुपियाँ 92 भएको बेहोरामा गर्छु। र यसमा अभिभावक सहयोग 98,94,979, सटोर घर भाडा जग्गा भाडा 11,36,492, हेर्बेटास इन्सुरेन्स सोट 2,68,300, ब्याज आम्दानी 4,22,852, धरोहर बाबत 50,000 गरी जम्मा 5,58,669 रुपियाँ 82 पैसा विद्यालयको आम्दानीको रूपमा भएको बेहोरा यहाँलाई अनुरोध गर्न चाहन्छु। अब यसबाट खर्च विद्यालयको खर्चको रूपमा चाहिँ सङ्घीय स्रोतमा टिचरहरू सम्पूर्ण शिक्षकहरूको खर्च 3,48,600, 3,48,36,994, महँगी भत्ता 11,66,669, नगरपालिका स्रोत 17,75,552, प्राविधिक तलब भत्ता 4,56,726, विद्यालय स्रोत दिवा 25,92,045, विद्यालय स्रोत बिहानीमा 53,53,026 र जम्मा 4,61,55,203 रुपियाँ 71 पैसा। पोसाक बापत 5,90,000, पाठ्य पुस्तकबाट 16,10,108, मसलन्द 3,30,000, स्थानीय यातायात 39,350, छपाई 6,210, मर्मत सम्भार 6,81,570, विज्ञापन बाबत 25,040, खेलकुद तथा अतिरिक्त क्रियाकलाप 2,94,000, पुस्तकालय 5,97,000, परीक्षा बोर्ड राष्ट्रिय परीक्षा 17,03,460, फर्निचर तथा कार्यालय सामान 3,25,855, बैठक खर्च 1,39,522, शैक्षिक सामग्री 3,33,999,
शैक्षिक भ्रमण 1,29,993, टेलिफोन नेट तथा सफ्टवेयर 2,49,840, विद्युत महसुल 2,03,44,306, भइपरि तथा विविध खर्च 2,73,737, पुरस्कार तथा वार्षिक उत्सव 3,77,539, प्राथमिक उपचार 1,85,000, छात्रवृत्ति 1,33,000, विद्यार्थी टाइबेल 59,843, ब्याज कर तथा बैंक चार्ज 1,393, विद्यार्थी परिचय पत्र 2,25,085, प्राविधिक शिक्षा सरसफाई 46,065, पत्र पत्रिका 4,200, शिक्षक तथा कर्मचारी देवा खाजा 3,14,900, प्राविधिक शिक्षा व्यवस्थापन कृषितर्फ 2,14,479, भर्ना तथा छनौट 16,000, 1,62,535, हेल्पटास इन्स्योर कार्यक्रम 2,68,300, वृत्ति प्रयोगशाला 2,68,035, गरी जम्मा 5,74,677 भन्दाखेरि संस्कारसहितको गुणस्तरीय शिक्षा यो नगरपालिकाको स्लोगान नै हो। उत्कृष्ट विद्यालय हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ आगामी दिनहरूमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै लैजानका लागि केही कार्यक्रमहरू हामीले यहाँ सुरु गरेका छौँ र सुरु गर्नेलाई अगाडि बढ्ने अवस्थामा छौँ। गाउँपालिका र चौधरी शान्तिपूर्ण विद्यालय समुदायमा शिक्षाको लागि विद्यालय छनौट, गान्धी फास्टरको सन्देश प्रभाव गर्ने सम्पूर्ण सरकारवाला निकायहरू तथा शिक्षक कर्मचारी व्यवस्थापन समिति लगायत सकारात्मक रूपमा सक्रिय गराउने, साना कक्षाहरूमा विद्यार्थीको शारीरिक स्वास्थ्य लगायत विद्यार्थीको उपस्थिति दर बढाउँदै कसै शैक्षिक समितिको वर्षको कार्यक्रम गरेर विद्यालयलाई खाद्य व्यवस्था गरिए। ती कक्षा 9 प्रतिले 3वटा कक्षामा अहिले 5वटा कक्षामा 5वटा कक्षामा उच्च प्रविधि र तीव्र गतिको इन्टरनेट सहितको इन्टरेक्टिभ बोर्ड जमेर गरी सञ्चालनमा रहेको र 82-83 कमजोर 10वटा कक्षामा 14 प्रविधि तीव्र गतिको इन्टरनेट सहितको इन्टरेक्टिभ बोर्ड व्यवस्था गर्ने योजना रहेको देखिन्छ। मूल्याङ्कन नतिजा प्रकाशनलाई कार्यमा स्कुलीय बोर्ड सञ्चालन गर्ने, शिक्षक कर्मचारीलाई छुट्टै प्रशासनिक भवनको निर्माण, विषयगत प्रयोगशाला, एक शिक्षक एउटा कुन्टेलको व्यवस्था, पानी सहितको छाल शौचालय निर्माण, मर्मत सम्मार तथा उच्च भर्ना दरलाई न्यूनता दिने, भर्ना भएका विद्यार्थीहरू टिकाउ दर बढाउने, सबै कक्षाको वृद्धि गर्ने, विशेष गरी कक्षा 8, 10 र 12को शिक्षावृत्ति वृद्धि गर्ने, त्रैमासिक परीक्षामा साथै निरन्तर साप्ताहिक आकस्मिक परीक्षा तथा मूल्याङ्कनका विधिहरूको प्रयोगमा जोड दिने, प्रत्येक त्रैमासिक परीक्षाको नतिजा मूल्याङ्कन तथा विश्लेषण गरी शैक्षणिक योजना निर्माण र कार्यान्वयन गर्ने, कक्षा तथा उपतराम कक्षा सञ्चालन गर्ने, विद्यार्थी उत्प्रेरणा तथा मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने, शिक्षक सहायता तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, असल अभ्यासको अवलोकन अनुसरण गर्न नमुना विद्यालय लगायतको शैक्षिक भ्रमण गर्ने, चन्दादाता शिक्षा प्रेमी व्यक्ति संस्था पूर्व विद्यार्थीको सहयोग एउटा अक्षय कोष खडा गरी शिक्षक तथा विद्यार्थी कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै छोटो मन्तव्य अन्त्य गर्छु। धन्यवाद, नमस्कार।